नमस्ते, म डाक्टर निजा राज भण्डारी, स्त्रीरोग विशेषज्ञ तथा आइभीएफ स्पेशलिस्ट वात्सल्य आइभीएफ सेन्टरमा हामी अहिले कार्यरत छौँ र आज चाहिँ म हजुरहरूलाई थोरै थाइरोइडको बारेमा चाहिँ जानकारी दिलाउन चाहन्छु। सो व्हाट इज थाइरोइड हैन, थाइरोइड ग्रन्थि भनेको चाहिँ के हो भनेर चाहिँ पहिला हामी एकचोटि यो विषयमा कुरा गरौँ। सो थाइरोइड ग्रन्थि भनेको चाहिँ हाम्रो घाँटीको अगाडिपट्टि भागमा रहने एउटा ग्रन्थि हो जसले चाहिँ हाम्रो शरीरको विभिन्न अङ्गहरूलाई चाहिँ स्वस्थ रूपमा चाहिँ प्रचलन गर्नलाई मद्दत गर्दछ। प्रश्न आउँछ कि हजुरहरूको अब म त स्त्रीरोग विशेषज्ञ भएपछि चाहिँ मैले मेनली कुरा गर्नेवाला छु हजुरको प्रजननलाई यसले के अफेक्ट गर्छ, बच्चा पेटमा आएपछि या गर्भ अवस्थामा चाहिँ थाइरोइडको के समस्या हुनसक्छ भनेर चाहिँ यसबारेमा हामी अझ डिटेलमा अझै कुरा गर्न जाँदैछौँ है त। सो गर्भ अवस्थामा चाहिँ थाइरोइडको कस्तो समस्या देखिन्छ भनेर कुरा गर्दा चाहिँ यसमा हजुरले बुझ्नु पर्दाखेरि सामान्य दुई किसिमको समस्या हुन सक्छन्। एउटा चाहिँ पहिलो के हुन्छ भने हजुरको चाहिँ थाइरोइड जुन ग्रन्थि हुन्छ त्यसले चाहिँ यदि हजुरको शरीरलाई चाहिएको मात्रा भन्दा यदि कम उत्पादन भइरहेको छ हैन, शरीरमा जति हर्मोनको मात्रा हुनुपर्ने त्योभन्दा कम उत्पादन भइरहेछ भने चाहिँ त्यो कन्डिसनलाई चाहिँ हामीले हाइपोथाइरोइडिज्म, हाइपो भन्ने बित्तिकै कमी, थाइरोइडिज्म भनेको हजुरको थाइरोइड ग्रन्थीको चाहिँ हर्मोन कमी भएको हैन, त्यसलाई हाइपोथाइरोइडिज्म भनिन्छ। र अर्को समस्या देखिने भनेको चाहिँ हाइपरथाइरोइडिज्म भनेको मतलब हाइपर भन्ने बित्तिकै धेरै। सो जुन थाइरोइड हर्मोनको जुन हाम्रो ग्रन्थि हुन्छ हाम्रो शरीरमा त्यसले जति मात्रामा प्रोडक्सन गर्नुपर्ने हो त्योभन्दा यदि धेरै मात्रामा चाहिँ उसले उत्पादन गरिरहेछ हर्मोन भने चाहिँ त्यो कन्डिसनलाई चाहिँ हामी हाइपरथाइरोइडिज्म भन्छौँ। र सामान्यतया हाम्रो गर्भावस्थामा या हजुरको चाहिँ बच्चा जसले प्लानिङ गरिरहनु भएको छ उहाँहरूको केसमा हेर्दाखेरि चाहिँ हाइपर भन्दा पनि हाइपो जुन चाहिँ सामान्यतया कम अवस्थामा चाहिँ हजुरको थाइरोइड हर्मोन प्रोडक्सन भइरहेको कन्डिसन हुन्छ त्यो चाहिँ धेरै देखिन्छ है। सो त्यो भनेको चाहिँ इन्सिडेन्सको हिसाबमा कुरा गर्ने हो भने चाहिँ 2-3% महिलाहरूमा चाहिँ यो समस्या देखिन्छ। सो अब हामी कुरा गरौँ कि यस ग्रन्थि त्यो थाइरोइड हर्मोनको जुन उत्पादनले गरेर अथवा शरीरमा बच्चालाई गर्भावस्थामा बसेका महिलाहरूलाई चाहिँ यसले के राम्रो असर गर्छ भन्ने कुरा गरौँ है त। सो यसमा चाहिँ खास के हुन्छ भने तपाईँको थाइरोइड हर्मोनले गर्दाखेरि चाहिँ बच्चा जुन सुरुमा 3 महिनामा बस्ने बच्चा हुन्छ त्यसलाई धान्नलाई चाहिँ यसले मद्दत गर्छ हैन, भनेको मतलब हजुरको प्रेग्नेन्सी कन्टिन्यू गर्नलाई यसले मद्दत गर्छ है। दोस्रो भनेको चाहिँ गर्भमा रहेको बच्चाको दिमागी ग्रोथ हैन, हामीले सेन्ट्रल नर्भस सिस्टम भन्छौँ, दिमाग भन्छ, यो चाहिँ विकास गर्नलाई चाहिँ यसले एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ है। अर्को भनेको बच्चाको अरू अङ्गहरू हैन, अरू शरीरका अरू अङ्गहरूको विकास गर्नको लागि र यसको बच्चाको भौतिक विकासको लागि पनि यो एकदमै जरुरी हुन्छ। साथसाथै हजुरको थाइरोइड हर्मोनले गरेर बच्चाको जुन हामीले तौलको मात्रा कुरा गर्छ, जस्तै यति हप्तामा बच्चाको तौल यति हुनुपर्छ भन्ने हामीले कुरा गर्छौँ, यो तौल वृद्धि गर्नलाई पनि थाइरोइड हर्मोनले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दछ। सो थाइरोइड हर्मोनले गर्दाखेरि चाहिँ अर्को राम्रो कुरा के हुन्छ भने हजुर गर्भवती हुँदाखेरि चाहिँ जसरी प्रेसर बिस्तारै गर्भावस्था अघि बढ्दै जाँदाखेरि प्रेसरको समस्या देखिन्छ नि, हर्मोन राम्रो नर्मलमा हजुरको थाइरोइड ग्रन्थीको हर्मोन यदि नर्मल छ, कन्ट्रोलमा छ भने चाहिँ प्रेग्नेन्सीमा चाहिँ प्रेसर बढ्नबाट पनि रोकथाम गर्न मद्दत गर्दछ। सो थाइरोइड हर्मोन चाहिँ बच्चा जन्मिसकेपछि पनि थाइरोइड हर्मोनले चाहिँ बच्चाको हाम्रो दिमागी ग्रोथ हैन, जसले गर्दा चाहिँ बच्चामा लो आइक्यू हुने सम्भावना चाहिँ कम हुँदै जान्छ। त्यही भएर थाइरोइड हर्मोन चाहिँ एकदम जरुरी हुन्छ बच्चाको विकास दिमागी ग्रोथको लागि। पेटमा रहँदा पनि र पेटबाट निक्लेर जन्मिसकेपछि पनि त्यो अवस्थामा पनि थाइरोइड हर्मोनले चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका चाहिँ खेल्दछ। सो अब हामी कुरा गरौँ कि यदि थाइरोइड हर्मोनको समस्या देखा पर्यो हैन, हजुरले गर्भवती अवस्थामा देखा पर्यो या हजुरले चाहिँ प्रेग्नेन्सी प्लान गर्नुभन्दा अगाडि नै हजुरको यदि देखा पर्यो भने चाहिँ के कस्ता समस्याहरू आउन सक्छ है त। सो सुरुमा हामी कुरा गरौँ प्रेग्नेन्सी हुनुभन्दा अगाडि अथवा हजुर गर्भवती हुनुभन्दा अगाडि के समस्या हुन्छ भन्दाखेरि चाहिँ यदि हजुरको एकदम धेरै थाइरोइडको चाहिँ कन्ट्रोल भइरहेको छैन, एकदम सिभियर कन्डिसनमा छ, हजुरको थाइरोइड या हाइपरमा छ या हाइपो हैन, अघि भने जस्तै धेरै या छ उत्पादन भइरहेको या कम उत्पादन भइरहेछ भने त्यो कन्डिसनमा चाहिँ हजुरको अन्डाशयबाट अन्डा निस्किनलाई नै एउटा पहिलो समस्या गराउँछ है। त्यसले गर्दा बच्चा बस्न नै गाह्रो हुन्छ। त्यही भएर हजुरले यदि प्रेग्नेन्सी प्लान गरिरहनु भएको छ भने चाहिँ सुरुमा नै एकचोटि गएर हजुरले विशेषज्ञसँग चाहिँ परामर्श गरेर हजुरले आफ्नो थाइरोइडको हर्मोन ठिक ठाउँमा छ या छैन भनेर चाहिँ एकचोटि टेस्ट गर्नु जरुरी हुन्छ। त्यसपछि आउँछ हजुरको यदि गर्भावस्थामा बच्चा बसिसकेको छ भने चाहिँ यो कन्डिसनमा चाहिँ यदि हजुर प्रेग्नेन्ट हुनुहुन्छ र हजुरको थाइरोइड हर्मोन चाहिँ कन्ट्रोलमा छैन, हजुरलाई थाइरोइडको समस्या देखिएको छ भने चाहिँ त्यो बेलामा चाहिँ हजुरको सुरुमा चाहिँ बच्चा खेर जाने समस्या हुन्छ। बच्चा नबसेर चाहिँ हजुरको मिस्ड अबर्सन हुने, स्पोन्टेनियस अबर्सन भइदिने त्यस्तो समस्या आउन सक्छ। अब हामीले सुरुमा कुरा गऱ्यौँ
प्रेग्नेन्सी हुनुभन्दा के हुन्छ, प्रेग्नेन्सी भइसकेपछि के हुन्छ, र जस्तै प्रेग्नेन्ट भइसकेपछि सुरुको 3 महिनामा खेर गए जस्तै प्रेग्नेन्सी हजुरको बढ्दै जाँदाखेरि चाहिँ त्यही अनुसारको थाइरोइड कन्ट्रोलमा भएन भने चाहिँ समस्या आउँदै जान्छ। जस्तै अघि भने जस्तै हजुरको बच्चाको दिमागी ग्रोथमा चाहिँ समस्या आउन सक्छ, जसले गर्दाखेरि बच्चाको डेभलपमेन्टमा प्रब्लम हुन्छ, उसको तौलमा पनि कमी आउँदै जान्छ, जसले गर्दाखेरि बच्चा जन्मिँदाखेरि चाहिँ हजुरको IUGR भन्छौँ हामीले, जसलाई इन्ट्रा युट्राइन ग्रोथ रिटार्डेसन। सो थाइरोइडको प्रब्लमले गर्दाखेरि पनि बच्चामा चाहिँ तौल कमी हुने समस्या हुनसक्छ। सँगसँगै हजुरको बच्चामा चाहिँ अरू भौतिक जुन उसको ग्रोथ हुन्छ शरीरका अङ्गहरूको अरू पार्टहरू डेभलपमेन्ट हुँदाखेरि पनि त्यसमा पनि समस्या ल्याउन सक्छ भने चाहिँ आमामा देखिने समस्याहरू भनेको चाहिँ आमामा चाहिँ यो सुरु प्रेग्नेन्सीको स्टार्टिङमा नै जुन हाम्रो इनिसियली भमिटिङहरू भइरहेको हुन्छ त्यो चाहिँ अलिक धेरै बेसीमा भमिटिङ भइदिने होइन, जसलाई चाहिँ पछि गएर हामीले हाइपरेमेसिस ग्राभिडारम भनेर नाम गर्छौँ, जहाँ चाहिँ आमाले यति धेरै भमिटिङ गर्नुहुन्छ कि पानी खाँदा पनि भमिट भइराख्ने है। सो नर्मल प्रेग्नेन्सीमा पनि यो कसैलाई हुन्छ नै, तर यदि थाइरोइडको समस्या भएको छ भने यो कुरा झनै बेसी देखिन्छ उहाँमा है। त्यसले गर्दा चाहिँ प्रेग्नेन्सीलाई पनि अफेक्ट गर्छ हजुरको। साथसाथै हजुरको प्रेग्नेन्सी बढ्दै जाँदाखेरि चाहिँ आमाहरूमा प्रेसर, अघि भने जस्तै थाइरोइड हर्मोनले यदि प्रेसर कन्ट्रोल गर्नलाई मद्दत गर्छ भने यदि थाइरोइड गडबड भयो भने चाहिँ यसले गर्दाखेरि चाहिँ आमामा प्रेसर इन्क्रिज हुँदै गएर चाहिँ प्री एक्लाम्सिया भन्ने कन्डिसन चाहिँ डेभलप हुन्छ, जहाँ चाहिँ प्रेसर एकदम धेरै हाई भएको अवस्थामा चाहिँ समयभन्दा अगावि नै कहिलेकाहीँ बच्चा डेलिभरी भइदिने या प्रेसर बढेको कारणले गर्दा चाहिँ समयभन्दा अगावि नै हामीले चाहिँ बच्चा डेलिभर गराउनु पर्ने अवस्था आउँछ, जसले गर्दा चाहिँ हामीले प्रिटर्म डेलिभरी होइन, बच्चा सानो नै भन्नाले 37 हप्ताभन्दा अगाडि नै बच्चा निकाल्नुपर्ने अवस्था आउँछ र त्यही अनुसार बच्चा सानो जन्मिसकेपछि त्यही अनुसार अरू समस्या विभिन्नहरू पनि थपिँदै जान्छ। अर्को भनेको थाइरोइड ग्रन्थीको कारणले गर्दाखेरि चाहिँ आमाहरूमा चाहिँ रगतको कमी, अनिमिया भन्छ जसलाई हामीले हेमोग्लोबिन कम हुने, त्यो समस्या पनि देखिन्छ। र कुनै कुनै समयमा जस्तै हाइपोथाइरोइडिजम अथवा हाइपरथाइरोइडिजममा चाहिँ हुने भनेको चाहिँ मुटुको चालमा पनि हजुरको खराबी आउँछ। हाइपोमा चाहिँ मुटु कम चल्न थाल्छ भने हाइपोमा चाहिँ एकदम मुटुको चाल बेसी हुन थाल्छ होइन, जसले गर्दाखेरि चाहिँ एकदम सिभियर कन्डिसनमा चाहिँ हजुरको यदि ट्रिटमेन्ट पाएन भने चाहिँ गर्भावस्थामा भएका महिलाहरूको चाहिँ मुटु नै फेल हुने होइन, हार्ट फेलियरको जस्तो समस्या पनि आउने सम्भावना हुन्छ। सो हजुरले चाहिँ कसरी बच्चालाई अफेक्ट गर्छ यदि आमामा चाहिँ हाइपोथाइरोइडिजम छ भनेर सोच्नुहुन्छ होला। यो चाहिँ खास जुन हजुरको थाइरोइड समस्या आउँछ त्यसमा चाहिँ हजुरको युजुअली अटो इम्युन भन्नाले बडीमा आफैले आफ्नो अगेन्स्ट नै हुन्छ नि, आफ्नै अर्ग्यानको अगेन्स्टमा चाहिँ हजुरको तत्त्वहरू निकाल्छ होइन, एन्टिबडिज भन्छ जसलाई, त्यो बनाउँदाखेरि चाहिँ त्यो कुरा चाहिँ हजुरको चाहिँ गर्भमा चाहिँ हाम्रो प्लासेन्टल ब्यारियर भन्छ होइन, सालको जुन एउटा झोलाले बचाइरहेको हुन्छ भनौँ न, आमा र बच्चालाई सेपरेट गरिरहेको हुन्छ, त्यो झिल्लीलाई चाहिँ यसले पार गर्छ होइन, जसले गर्दा चाहिँ आमामा यदि त्यो समस्या छ भने त्यो आमाको माध्यमबाट चाहिँ बच्चालाई पनि अफेक्ट हुन चाहिँ यसले यो झिल्लीलाई यो तत्त्वले पार गर्ने भएको भएर चाहिँ बच्चालाई पनि असर गर्दछ। अब प्रश्न आउँछ हजुरलाई यो समस्या छ या छैन होइन, छ भने कसरी छ, कस्तो खालको समस्या छ, हजुरलाई हाइपरथाइरोइडिजम छ, हाइपोथाइरोइडिजम छ कि छैन भन्ने कुरा चाहिँ कसरी थाहा पाउने भन्दाखेरि चाहिँ यसमा चाहिँ सुरुमा यसको लक्षणहरूबाट थाहा पाउन सकिन्छ होइन। सो सुरुमा यदि तपाईँलाई थाइरोइड हर्मोनको कमी भइरहेको छ जसलाई हामीले हाइपोथाइरोइडिजम भन्छ, त्यो कन्डिसनमा चाहिँ बिरामीलाई कस्तो हुन्छ, गर्भावस्था, यो चाहिँ मैले गर्भावस्थाभन्दा पहिलाको कुरा गर्दैछु है, जसमा चाहिँ पेसेन्टलाई जाडो एकदम सहन नसक्ने, नखाए पनि हजुरको तौल चाहिँ नघट्ने कि मोटोपन बढ्दै जाने, कपाल झर्ने, अलि आलस्य बनाउने, अल्छी लाग्ने, मसल्सहरू चाहिँ हुन्छ नि कुनै शक्ति नै नभए जस्तो थाकित हुने, सो कुनै कुरामा ध्यानै नजाने होइन, त्यस्तो समस्याहरू आउन सक्छ। यो चाहिँ भयो हाइपोथाइरोइडिजमका समस्याहरू। यदि हजुरमा चाहिँ हाइपरथाइरोइडिजम छ भने चाहिँ हजुरलाई एकदम गर्मी सहन नसक्ने, हपहप्ती गर्मी हुने, जति खाए पनि हजुरको तौल चाहिँ नबढ्ने, अलि छटपटी हुने, मुटु एकदम धेरै त्यो ढुकढुक भइरहेको जस्तो फिल भएछ भने चाहिँ त्यो कन्डिसनमा चाहिँ हजुरलाई सायद हाइपरथाइरोइडिजम भयो कि अथवा थाइरोइडको समस्या भयो कि भनेर चाहिँ हजुरले एकचोटि परामर्श लिन चाहिँ राम्रो हुन्छ। अब यदि हजुरले चाहिँ प्रेग्नेन्सी प्लान गराउनु भएको छ भने चाहिँ अब के गर्ने त भनेर प्रश्न आउँछ है। त्यसमा चाहिँ हजुरलाई म सजेसन गर्छु कि यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्न र हजुरले चाहिँ अब प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ भने चाहिँ एकचोटि चाहिँ आफ्नो हजुरले गाइनोकोलोजिस्टसँग अथवा आफ्नो इन्फर्टिलिटी स्पेसलिस्टसँग चाहिँ हजुरले परामर्श गरेर चाहिँ हजुरको सर्टन टेस्टहरू हुन्छ जसलाई चाहिँ हामीले प्री कन्सेप्सनल इन्भेस्टिगेसन्स भन्छौँ, जसमा चाहिँ हजुरको रगतदेखि लिएर हजुरको भिडियो एक्सरेदेखि लिएर हजुरको सबै टेस्टहरू गरिन्छ होइन, जसमा चाहिँ थाइरोइड पनि एउटा टेस्ट हुन्छ, जसले गर्दा चाहिँ हामीलाई हजुरको थाइरोइडको कन्डिसनको बारेमा हजुरको थाइरोइडको ग्रन्थि ठिक छ छैन भनेर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ यदि हजुर प्रेग्नेन्ट भइसक्नु भएको छ र हजुरको चाहिँ अब के गर्ने होइन, ला मलाई थाइरोइड भयो कि भएन भनेर हजुरलाई टेस्ट गर्नु मन छ भने यस, हजुर प्रेग्नेन्ट भइसकेपछि पनि हजुरले थाइरोइडको टेस्ट गर्न सक्नुहुन्छ। सुरुमा यदि फर्स्ट
3 महिनामा नै हजुरले यदि टेस्ट गर्नुभयो भने त्यो सबसे बेस्ट हुन्छ किनभने फर्स्टको 3 महिनामा नै बच्चाको सबै अङ्गहरू डेभलप हुने ब्रेन डेभलपमेन्टको प्रोसेस हुने मेन डेभलपमेन्ट भनेकै हजुरको 3 मन्थ्समा नै हुन्छ अर्गानोजेनेसिस भन्छ त्यो प्रोसेसलाई सो अर्गानोजेनेसिस हुने टाइममा नै यदि हजुरले फर्स्टमै थाहा पाउनु भयो र यसको उपचार पायो भने हजुरको बच्चालाई पनि राम्रो हुन्छ है सो हजुरले सुरुमा नै यदि प्रेग्नेन्ट भइसक्नु भएको छ भने पनि सुरुमा नै गएर हजुरले टेस्ट गर्नु होला हजुरको डाक्टरले अभियसली थाइरोइड टेस्ट पनि गराउनुहुन्छ हजुरको सबै प्रेग्नेन्सी यो एन्टिनेटल केयरमा थाइरोइडको टेस्ट पनि गर्नुहुन्छ र यदि हजुरमा थाइरोइडको समस्या देखिया छ भने चाहिँ त्यसको जटिलता कतिको छ हजुरको कतिको सिभियर कन्डिसनमा छ त्यही अनुसार उहाँले औषधि दिनुपर्ने हुन्छ कि या हजुरलाई चाहिँ आफूभन्दा जस्तै गाइनोकोलोजिस्टहरूले मात्र थाइरोइडको ट्रिटमेन्ट गरेर हुँदैन थाइरोइडको ट्रिटमेन्ट गर्नलाई चाहिँ गाइनोकोलोजिस्ट प्लस हजुरको एन्डोक्राइनोलोजिस्ट भन्नाले थाइरोइड ग्रन्थीको स्पेसलिस्टहरू हुनुहुन्छ जसलाई हामी एन्डोक्राइनोलोजिस्ट भन्छ उहाँहरूसँग मिलेर ट्रिटमेन्ट गर्नुपर्ने हुनसक्छ अब प्रश्न आउँछ हजुरमा समस्या भयो भने के गर्ने होइन अघि मैले भने जस्तै हजुरले नियमित हजुरले प्रेग्नेन्ट भइसक्नु भएको रहेछ भने चाहिँ नियमित हजुरले औषधि खाइदिनु पर्यो डक्टरको परामर्श अनुसार टाइममा आएर हजुरको थाइरोइडको टेस्ट गर्नुपर्छ कहिलेकाहीँ डाक्टर साहबले जस्तै फर्स्टको 3 मन्थ्समा महिनै पछि थाइरोइडको टेस्ट पनि गराउन सक्नुहुन्छ भने थाइरोइडको हजुरले प्रेग्नेन्सी बढ्दै गएपछि 3 महिना भइसकेपछि हरेक 3 महिनामा एकचोटि चाहिँ थाइरोइडको जाँच गराउनु पर्ने हुन्छ अब हजुरले लास्ट क्वेसन सोध्नुहुन्छ होला मलाई थाइरोइडको औषधि के बच्चाको लागि सुरक्षित हुन्छ त खानुहुन्छ गर्भावस्थामा यसले बच्चालाई के असर गर्छ गर्दैन भनेर प्रश्न आउँछ होला हजुरको मनमा है सो थाइरोइडको जुन हामीले हर्मोन दिन्छ जुन मैले अघि भने थाइरोइडको कमीमा हुने जुन कमी अवस्थामा हुने हामीले जुन औषधि प्रयोग गरिन्छ त्यो भनेको थाइरोइडको हर्मोन नै हो सो शरीरमा कतिको कमी भएको छ त्यही आधारमा चाहिँ हामीले डोज दिने भएको भएर जुन हर्मोन कमी छ त्यही हर्मोन नै हामीले शरीरमा रिप्लेस मात्र गरिदिने भएको भएर यसले बच्चा र आमा दुवैजना केही असर गर्दैन साथसाथै हजुरलाई जुन हजुरले हाइपरथाइरोइडिजम भनेको थाइरोइडको मात्रा बेसी हुँदाखेरि जुन औषधि प्रयोग गरिन्छ यदि हजुरले डाक्टरको निगरानीमा यो औषधि प्रयोग गर्नुभयो भने चाहिँ डोज मिलाएर हामीले जब दिन्छौँ डाक्टरको निगरानीमा दिँदाखेरि चाहिँ यसले बच्चा र आमा दुवैलाई असर गर्दैन अब प्रश्न आउँछ थाइरोइडको कमी हुन नदिन के गर्ने त हैन सो हामी सबैले थाहा भएकै कुरा हो हाम्रोमा यो सबसे कमन हैन नेपालीहरुमा यो गाडो आउने भन्छ हैन यो गाडो आउने भनेको किन हाम्रोमा आयोडिन कमी भएर हुने हो हैन जसलाई चाहिँ हाइपोथाइरोइडिजम भन्छ जसले गर्दा हाम्रो ग्रन्थि चाहिँ एकदम धेरै ओभर एक्टिभ भएर शरीरमा कमी भएको कुरा चाहिँ उसले धेरै उत्पादन गर्न खोज्दाखेरि चाहिँ यो गोइटर भन्ने आउने हो हैन त्यो त अर्कै समस्या भयो तर अब प्रेग्नेन्सीमा चाहिँ हामीले कसरी अभोइड गर्ने त यो कन्डिसन थाइरोइड समस्याले कसरी अभोइड गर्ने भन्दाखेरि चाहिँ हामीले यस्तो खानेकुराहरू खानु पर्यो जसमा चाहिँ हाम्रो आयोडिन युक्त भएको खानेकुराहरू खानु पर्यो हैन जस्तै आयोडिन हैन आयोडिन युक्त भएको नुन भयो सँगसँगै जस्तै डेरी प्रोडक्ट्सहरू हुन्छ जस्तै अन्डा भयो यो पोल्ट्रीको कुराहरू भयो माछा मासु यिनीहरुमा पनि हजुरको आयोडिनको मात्रा हुन्छ है सो यो पनि हजुरहरूले चाहिँ प्रेग्नेन्सी प्लान गरेर छ या प्रेग्नेन्ट हुनुहुन्छ भने चाहिँ यी कुराहरू चाहिँ हजुरले नियमित सेवन गर्नु पर्यो अर्को भनेको चाहिँ इफ हजुर चाहिँ आजकल अब जमाना बदलेको सँगसँगै मान्छेहरूले चाहिँ ट्रिटमेन्ट हैन पहिला नै गर्भावस्थाभन्दा अगाडि नै ट्रिटमेन्ट लिनुहुन्छ कतिजनाको त विदेशबाट मान्छे आउनुहुन्छ कतिजनाले प्रेग्नेन्ट हुनुभन्दा अगाडि नै डाक्टर साहबहरुसँग परामर्श लिनुहुन्छ त्यो कन्डिसनमा चाहिँ प्री प्रेग्नेन्सी भाइटामिन्सहरू हैन जुन हामीले लिन्छौँ त्यसमा पनि हजुरको चाहिँ आयोडिनको मात्रा चाहिँ राखेको हुन्छ सो हजुरले प्री प्रेग्नेन्सी मल्टिभिटामिन्सहरू लिनुभयो भने त्यसमा पनि आयोडिनको मात्रा हुन्छ यदि हजुरले चाहिँ अघि हामीले कुरा गरेको जस्तै यी समस्याहरू हजुरले भोगिराख्नु भएको छ या हजुरलाई चाहिँ शंका लागेछ कि हजुरलाई चाहिँ थाइरोइड ग्रन्थीको समस्या भएको जस्तो फिल भएको छ भने चाहिँ हजुरले एकचोटि हजुरको नजिकैको चिकित्सकसँग चाहिँ परामर्श गर्दा चाहिँ राम्रो हुन्छ यति भन्दै आजको कुरा यही टुङ्ग्याउँछु नमस्ते